लोड सेडिङ हुनुको कारण के थियो भन्ने कुरा पब्लिकलाई धेरै थाहा छैन। यो कुरा थाहा नै छैन होइन। एकदमै यो 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 विषय भनेको एक दिन व्याख्या गर्नुपर्ने विषय छ है। यो धेरै कुराहरू छन्, तर सरस्वती म इम्पोर्टेन्ट पोइन्टहरू अहिले तपाईँलाई भन्न चाहन्छु। अब पहिलो कुरा चाहिँ लोड सेडिङ हुनुमा चाहिँ यो औद्योगिक ग्राहक र घरायसी ग्राहकमा प्राथमिकता उहाँहरूको औद्योगिक ग्राहकलाई परेको थियो। प्राथमिकता पहिलो कुरा है, किनभने औद्योगिक ग्राहक त्यो बेला 400-500 मेगावाटको थियो, 400-500 मेगावाट थियो र उहाँहरूले प्राथमिकता औद्योगिक ग्राहकलाई दिनुहुन्थ्यो र त्यो पनि कार्यकारी निर्देशकको तोक आदेशको भरमा उद्योगलाई चाहिँ 20 घण्टा, कसैलाई त 24 घण्टा पनि दिएको छ। म तपाईँलाई डाटा दिन सक्छु। त्यो बेला कार्यकारी निर्देशकले तोक लागेको तोक आदेशहरू म तपाईँहरूलाई दिन सक्छु। विधि चाहिँ त्यो थिएन त्यति बेला, तोक लाएर दिएको छ, तोक लाएर दिएको छ। त्यो डाटा तत्कालीन कार्यकारी निर्देशकले तोक लाएर दिएको 24 घण्टा यसलाई दिनु, 18 घण्टा यसलाई दिनु, 19 घण्टा यसलाई दिनु, 20 घण्टा यसलाई दिनु भन्नेको डाटाहरू मसँग छ। जबकि त्यो बेला 15 घण्टा लोड सेडिङ थियो जनतालाई होइन। उनीहरूले पनि पाउने त 9 घण्टा पाउने हो नि त, तर 24 घण्टा कसरी पाए त? रिलायन्स स्पिनिङ मिल्सको डाउनलोड डाटा हेर्ने हो भने 24 घण्टा छ त्यहाँ, कुनै बेला 24 घण्टा छ, 20 घण्टा छ, कसरी पाए त होइन। त्यो सिधै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको तोक आदेशमा जान्थ्यो र उद्योगलाई पनि के फाइदा हुन्थ्यो भने उद्योगलाई यहाँ चाहिँ ग्रिडबाट पाएको विद्युतको महसुल 8 रुपियाँ थियो, 8 रुपियाँ 8.5 रुपियाँ थियो। डिजेल चलाउनु पर्यो भने 30-35 रुपियाँ पर्थ्यो एक युनिट निकाल्दा। अब एक महिनामा 1 मेगावाट विद्युत ग्रिडबाट सप्लाई पायो भने उहाँले यो लोड सेडिङको 14-15 घण्टा लोड सेडिङको बेलामा 1 करोड रुपियाँ फाइदा हुन्थ्यो उहाँलाई। 40 मेगावाटको उद्योगले कति फाइदा गर्यो? 40 करोड फाइदा गर्यो एउटा उद्योगले। अब त्यसमा उहाँहरूले कसरी इन्फ्लुएन्स गरेर त्यो बत्ती पाउनेमा उहाँहरू लागेकै थियो। त्यो डेडिकेटेड र ट्रङ्क लाइनको विषय त त्यही बेला उठेको हो नि त। त्यसपछि रेट पनि तोकेको, त्यो रेटमा बिलिङ पनि भएन होइन। म आएपछि बिलिङ भयो नि त, बिलिङ गरे हो नि। त्यो बेला जनतालाई लोड सेडिङ बनाएर लोड सेडिङमा राखेर लिएको डेडिकेटेड ट्रङ्क लाइनको विद्युत हो नि त्यो। अहिले तपाईँले विराटनगरको उद्योगीहरूलाई गएर सोध्नु न, केही उद्योगीहरूलाई यति उनीहरूले चाहिँ लोड सेडिङमा बसेर त्यही सामान चाहिँ महँगोमा बेच्नुपर्ने स्थिति थियो भने अरूले 24 घण्टा पाएको स्थिति, उनीहरूले कम्प्लेन गरेर मन्त्रालयले छानबिन कमिटी गठन गरेर त्यो छानबिन कमिटीले चाहिँ यो उद्योगले 24 घण्टा लिएको छ र यिनीहरूलाई कारवाही गर्नुपर्छ भनेर रिपोर्टै दिएको थियो। रिपोर्टै गायब भयो नि त्यो। र हाम्रो कर्मचारी पनि संलग्न थिए त्यसमा होइन। यो त वास्तविकता थियो नि। यो एउटा कारण लोड सेडिङ, किनभने तपाईँको एउटा जिल्लालाई 2 मेगावाट 3 मेगावाट भए पुग्थ्यो। पोखराको लोड भनेको 30-40 मेगावाट, 35-40 मेगावाट, 35 मेगावाट हो, 40 मेगावाट, त्यो बेला 35-30 मेगावाट थियो होला पोखराभरिको लोड होइन। पिक टाइममा एउटा इन्डस्ट्री चाहिँ 40 मेगावाटको जगदम्बा थियो भने कुनै 10 मेगावाटको, कुनै 20 मेगावाटको थियो। एउटा इन्डस्ट्री चाहिँ रातको बेलामा चलाइदिएपछि त पोखरा त अन्धकार भएन, जिल्लै अन्धकार। एउटा जिल्लाको त 2 मेगावाट 3 मेगावाट लोड हुन्छ होइन। डोमेस्टिक लोड कति हुन्छ भन। अब जनतालाई अन्धकारमा राखेर उद्योगलाई बढी विद्युत दिन थालेपछि अरू म्यानेजमेन्ट गरेन हेर्नुहोस्। त्यसमा त धेरै कुरा फाइदा थिए होइन। अरू म्यानेजमेन्ट कसरी हुन्छ? लोड सेडिङ पहिल्यै डिक्लेयर गर्ने, 15 घण्टा 16 घण्टा, माघमा यति घण्टा, फागुनमा यति घण्टा हुन्छ भनेपछि त अनि त्यसपछि डिक्लेयर गर्ने भयो। डिक्लेयर गर्ने भएपछि अब इन्भर्टर, ब्याट्रीको पनि व्यापार, सोलरको पनि व्यापार बढ्ने हो। अनि त्यसपछि त्यो बचेको 15 घण्टा गरेर अलिकति बढी बचेको जति उद्योगलाई बेच्ने भयो उहाँहरूले होइन। स्थिति त वास्तविकता यो हो नि त। यो कुरा धेरै पत्रपत्रिकामा आए, धेरै छानबिनले बताएको कुरा हो नि। त्यो भएको हुनाले पहिलो कारण लोड सेडिङ हुनुको कारण
यो थियो। अनि अर्को कुरा चाहिँ लोड सेडिङ हुनुमा इन्भर्टर र ब्याट्रीको व्यापार थियो। लोड सेडिङ हुनुमा स्वर्णयुग थियो है त्यो सुन बेला। होइन, व्यापारले किन लोड सेडिङ बढायो भन्ने हुन्छ नि। अब यो ठाउँमा तपाईँलाई यो चलाउनु पर्यो, तपाईँको यो स्टुडियो चलाउनु पर्यो, तपाईँले त इन्भर्टर ब्याट्री राख्नु पर्यो। अब तपाईँको चाहिँ 10 किलोवाटको इन्भर्टर र ब्याट्री राख्नुभयो, 10 किलोवाटको होइन। कसैले 20 किलोवाटको राखेछ, कसैले 1 किलोवाटको राखेछ, घर घरमा इन्भर्टर र ब्याट्री राखेछ होइन। अब त्यो चाहिँ देशभरि हिसाब गर्न काठमाडौँमा मात्रै 300-400 इन्भर्टर ब्याट्री 400 मेगावाटको बराबरको है, देशभरि 600-700 मेगावाटको चाहिँ इन्भर्टर र ब्याट्री बिक्री भइसकेको थियो त्यो बेला। ब्याट्री त्यो के हुन्थ्यो त्यो बेला? अब जति चाहिँ बत्ती आयो एउटा सेक्टरमा, बत्ती आयो भने चाहिँ इन्भर्टर चार्ज हुन्थ्यो, ब्याट्री चार्ज हुन्थ्यो, पुरा चार्ज हुन्थ्यो, ब्याट्री पनि चार्ज हुन्थ्यो, कम्प्युटर चल्थ्यो, के अरे पानी तान्थ्यो, कम्प्युटर चलाउँथ्यो, के हुन्थ्यो सबै कुरा हुन्थ्यो होइन। अनि बत्ती जानासाथ त्यो इन्भर्टर र ब्याट्री डिस्चार्ज हुन्छ, ब्याट्री डिस्चार्ज हुन्छ। अनि बत्ती गएपछि त त्यसपछि त्यो इन्भर्टरले बाल्नु पर्यो, त्यसमा 30% लस हुन्छ। इनर्जी त लस भयो नि त्यहाँ होइन, एउटा लस भयो। र जोसँग पैसा थियो उसलाई भर्चुअली लोड सेडिङ थिएन नि त। भर्चुअली जोसँग पैसा थियो भर्चुअली लोड सेडिङ थिएन, किनभने इन्भर्टरले मिनिमम त चलिरहेको थियो। भनेपछि त्यसले के भयो भने लोड सेडिङ झन् एड गर्यो। जति लोड सेडिङ बढ्यो त्यति नै इन्भर्टर ब्याट्री बढ्यो, त्यसपछि चाहिँ चार्जिङ डिस्चार्जिङ बढ्यो। त्यसले गर्दाखेरि लोड सेडिङ थपेको, अरूलाई लोड सेडिङ थपेकै किन पुग्दैन त होइन, कन्सन्ट्रेसन बढ्यो नि त। त्यही कारण त्यसले झन् के गर्यो भने एकैचोटि हुँदाखेरि सेड्युलमा आयो त। काठमाडौँमा 5 भाग लगायो भने एक भागमा बत्ती बल्यो भने सबै त्यतातिर आयो नि पावर त होइन। अनि कन्डक्टर चुडिन थाल्यो, उता चाहिँ ट्रान्सफर्मर पड्किन थाल्यो, लस बढ्न थाल्यो, के भयो नि। अनि त्यसले त झन् लोड सेडिङ बढ्न थाल्यो होइन। त्यो एउटा इन्भर्टर ब्याट्रीको व्यापार बढाएको थियो, बढाएको थियो, लोड सेडिङ बढाएको थियो, त्यो कारण थियो। अर्को कारण चुहावट थियो, 26% चुहावट थियो। 26%को चुहावट भनेको करिब 300 मेगावाटको चुहावट हो त्यो पिक टाइममा होइन, त्यति बेलाको होइन। 26%, 1% भनेको 26% चुहावटले त अब सितैमा पाएपछि त मान्छेले त्यतिकै बाल्न थाल्यो नि। भक्तपुरतिर त्यो ऊ पनि त के अरे खाना पकाउनेदेखि के गाईबस्तुलाई के पकाउने पनि त्यसैबाट गर्थे होइन। भक्तपुरको चुहावट मात्रै 40% थियो भक्तपुर जिल्लाको। त्यो बेलाको डिमान्ड भक्तपुरको 28 मेगावाट थियो। लोड सेडिङ अन्त्य भएपछि भक्तपुरको डिमान्ड चाहिँ 14 मेगावाटमा झऱ्यो। सित्तैमा पाएपछि के चलायो होइन। त्यसले गर्दाखेरि अरूलाई के भयो त, लोड सेडिङ बढ्यो होइन। अब लोड सेडिङ भयो भनेपछि जान सक्ने स्थिति पनि थिएन नि, ड्रेस लगाएर हिँड्न सक्ने स्थिति थिएन। भनेपछि लोड सेडिङले चुहावट बढाउँदै गयो, टेक्निकल लस पनि बढ्दै गयो। किनभने एकैचोटि चाहिँ एकै ठाउँमा बढी पावर फ्लो भएपछि लस चाहिँ आइआर स्क्वायर भन्छ नि, के अरे आई स्क्वायर आर भन्छ। आई स्क्वायर आर भनेको करेन्ट चाहिँ स्क्वायरले बढ्छ क्या, स्क्वायरले बढ्न साथ लस पनि स्क्वायरले बढ्यो। अनि लस बढ्यो, टेक्निकल लस बढ्यो। नन टेक्निकल लस त चुहावट चोरी त कति थिए। हाम्रा कर्मचारी साथीहरू पनि चाहिँ त्यसमा इन्भल्भ थिए केही होइन। 16 जना त एकैचोटि समातेको पनि हो त्यो बेला होइन। अब उद्योगकै चाहिँ लस कति थियो होइन। भनेपछि त्यो लस पनि ठुलो कुरा थियो, किनभने त्यसले ठुलो लस गराइरहेको थियो।